ल यो तपाईँहरूले यसरी www.ird.gov.np वेबसाइटमा जानुपर्ने हुन्छ। त्यसपछि अब हजुरले यो वेबसाइट खुलेको देख्नुहुन्छ, त्यहाँनिर तल सारेपछि करदाता पोर्टल छ, त्यसमा क्लिक गर्नुहोला। त्यसपछि इन्कम ट्याक्सभित्र गएर D01 रिटर्न इन्ट्री भन्नेमा क्लिक गर्ने। यहाँनिर हजुरको प्यान नम्बर राख्ने टाइप गर्ने। यसरी प्यान नम्बर टाइप गरिसकेपछि हजुरको अरू डिटेल्स त आउँछ, ट्याप गरिसकेपछि रजिस्टरमा जाने होला। त्यसपछि अब यसरी यहाँ माथि प्यान डिटेल्समा देखाउनु पर्ने हुन्छ विवरणहरू। यदि देखाएन भने हजुरले फेरि इन्कम ट्याक्सभित्र गएर फेरि D01 रिटर्न इन्ट्रीमा जानुहोला, फेरि प्यान नम्बर राख्नुहोला र फेरि रेजिस्टर गर्नुहोला। त्यसपछि देखाउँछ तपाईँहरूको विवरण। यसरी विवरण देखाएपछि तल फाइलहरूको फिल्टरको समूहमा गएर दफा 43 छान्नु होला र तल तपाईँको कति वर्षको बाँकी छ त्यो आर्थिक वर्षहरू देखाउँछ। त्यही आर्थिक वर्ष छानेर त्यहाँनिर हजुरको कारोबार रकम र कट्टी हुने रकम चाहिँ उल्लेख गर्नुपर्ने हुन्छ र त्यसलाई ट्याब थिचेपछि यसरी ओके थिच्ने बटन आउँछ। त्यसपछि यसलाई ओके गर्नु होला। अब यो तपाईँको 3 लाखभन्दा कम कारोबार हुने आय आर्जन हुनेको लागि मात्रै D01 विवरण भएको हुनाले हजुरले त्योभन्दा बढी छ भने चाहिँ यो D1 विवरण भर्न पाउनुहुन्न। यसरी हजुरले कारोबार रकम र कट्टी हुने रकम यहाँ सिस्टममा इनपुट गरिसक्नु भएपछि ट्याप गर्नुहोला। त्यसपछि त्यहाँ रातो ओकेमा थिच्नु होला। त्यसपछि फेरि अर्को ओके आउँछ, ओकेमा थिच्नु होला। तल देख्नुहुन्छ तपाईँहरूले 77-78 को तपाईँको छुटपछिको कर र करको 1% हुने पैसा देखाएको छ। त्यसै गरी अरू आर्थिक वर्षहरू जति बाँकी छ प्रत्येकचोटि हजुरले माथि दफा छान्दै तल आर्थिक वर्ष छान्दै आफ्नो कारोबार र कट्टी हुने रकम उल्लेख गर्दै एड गर्दै जानुहोला। यसरी हजुरले एड गर्दै जाँदाखेरि माथि तल एड भएको आर्थिक वर्ष घट्दै गर्दै बाँकी एड हुन बाँकी आर्थिक वर्षहरू मात्रै माथि देखिन्छ। कारोबार र कट्टी हुने रकम चाहिँ प्रत्येक वर्षको लागि हजुरले खुलाउन पर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ 3वटा वर्षको यहाँ अपडेट भइसकेको छ। यसरी नै अब 80-81 को पनि हुँदैछ। यहाँ अब एउटा मात्रै वर्षको बाँकी रह्यो। त्यो भएर अब यो कारोबारको विवरण हालिसक्नु भएपछि अब चाहिँ हजुरको अरू वर्षहरू बाँकी देखाउँदैन। तल एड भएकोमा हजुरले हेर्न सक्नुहुन्छ। पछाडि जम्मा तिर्नुपर्ने रकममा कर रकम र करको 1% हुने रकम बराबरको मात्रै हिसाब निकालेको छ सिस्टमले। यहाँनिर हजुरको आर्थिक वर्ष छैन अब, किनकि सबै एड भइसकेको छ बाँकी भएको आर्थिक वर्षहरू। त्यसपछि यहाँ ब्याङ्कमा गएर हजुरले कुन ब्याङ्क मार्फत भुक्तानी गर्ने हो त्यो छान्नुपर्ने हुन्छ। सामान्यतया राजस्वको लागि एभरेस्ट ब्याङ्क छान्नु होला। यहाँनिर देख्न सक्नुहुन्छ करको यहाँनिर टोटल देखाएको छ। यहाँ ब्याङ्क छानिसकेपछि अब सबमिट गर्नु होला। यसरी सबमिट गरिसकेपछि अब हजुरको यहाँ यसरी भाउचर क्रिएट भएर आउँछ। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले तल 20,200 रुपियाँ भयो टोटल 5वटा वर्षको। अब यहाँ चाहिँ हजुरले यहाँ देख्न सक्नुहुन्छ पैसा जम्मा। अनि यो क्युआर मार्फत हजुरले डाइरेक्ट फोनपे मोबाइल ब्याङ्किङ मार्फत तिर्न सक्नुहुन्छ भने कनेक्ट आइपिएस ई सेवा अथवा खल्ती मार्फत पनि हजुरहरूले चाहिँ भुक्तानी गर्न सक्नुहुन्छ। यसरी भुक्तानी गरिसक्नु भएपछि सिस्टममा 24 घन्टापछि स्वतः विवरण तपाईँको अद्यावधिक अपडेट हुन्छ र